नमस्कार, एडभान्स एजुकेसन स्कुलमा तपाईलाई हार्दिक स्वागत छ। आजको क्लासमा हामीहरू नयाँ पाठ्यक्रम 2080 अनुसार कक्षा 10 को विज्ञान तथा प्रविधि विषयको 21 चाल र बल मोसन एन्ड फोर्स पाठ अन्तर्गत रहेको अभ्यासलाई सल्भ गर्नेछौँ। यो आज दोस्रो खण्ड हो। पहिलो खण्ड अन्तर्गत हामीले प्रश्न नम्बर 1, प्रश्न नम्बर 2 र प्रश्न नम्बर 3 मा रहेका प्रश्नहरूमा छलफल गरिसकेका छौँ। यदि तपाईले त्यो भिडियो हेर्नु भएको छैन भने यहाँ दिइने आई बटनबाट हेर्न सक्नुहुनेछ। साथै उक्त भिडियोको लिंक भिडियो डिस्क्रिप्सन बक्समा पनि प्राप्त गर्नुहुनेछ। आजको क्लासमा भने हामीहरू प्रश्न नम्बर 4 मा रहेका धेरै प्रश्नहरूमा छलफल गर्नेछौँ। सुरु गरौँ आजको क्लास। प्रश्न नम्बर 4 मा भनेको छ तलका प्रश्नको उत्तर लेख्नुहोस्। प्रश्न नम्बर क, गुरुत्वाकर्षण भनेको के हो? उत्तर, ब्रह्माण्डका कुनै पनि दुई वस्तुहरू बीचको आकर्षण बललाई गुरुत्वाकर्षण भनिन्छ। यसको एसआई एकाइ न्यूटन हो। प्रश्न नम्बर ख, न्यूटनको गुरुत्वाकर्षण सम्बन्धी विश्वव्यापी नियम लेख्नुहोस्। उत्तर, न्यूटनको गुरुत्वाकर्षण सम्बन्धी विश्वव्यापी नियम अनुसार दुई वस्तुबीच उत्पन्न हुने गुरुत्वाकर्षण बल ती वस्तुका पिण्डहरूको गुणनफलसँग समानुपातिक एफ डाइरेक्टली प्रोपोर्शनल टु m1 m2 हुन्छ भने ती वस्तुका केन्द्रहरू बीचको दूरीको वर्गसँग व्युत्क्रमानुपातिक एफ इन्भर्सली टु डी स्क्वायर हुन्छ। हामीले यो न्यूटनको गुरुत्वाकर्षण सम्बन्धी विश्वव्यापी नियम लेखेका छौँ। अब तपाईले के याद गर्नु होला भने यो पुरै याद गर्नु पर्दैन। दुईवटा वस्तुहरू हुन्छन् भन्ने थाहा छ तपाईले गुरुत्वाकर्षण भनेपछि। अनि एफ डाइरेक्टली प्रोपोर्शनल टु m1 m2 भनेपछि m1 m भनेको पिण्ड हो अनि पिण्डको गुणनफलसँग के हुन्छ? गुरुत्वाकर्षण बल। गुरुत्वाकर्षण बल पिण्डको गुणनफलसँग समानुपातिक यो m1 m2। यसको बुझ्नुभयो पक्कै पनि। अनि एफ डाइरेक्टली प्रोपोर्शनल टु m1 m2 यसलाई याद गरेपछि अनि त्यसपछि डी भनेको दूरी हो थाहा छ। अनि त्यसपछि एफ भनेको के हो? एफ भनेको गुरुत्वाकर्षण बल अर्थात बल हो। अब भने वस्तुको केन्द्रको बीचको दूरीको वर्गसँग व्युत्क्रमानुपातिक एफ इन्भर्सली टु डी स्क्वायर। यसलाई याद गर्नुहोस् र यसलाई याद गर्नुहोस्। यी दुईटालाई याद गरेपछि तपाईलाई यो रटिरहन आवश्यक छैन। अलिकति दिमाग लगाउने, ट्रिक लगाउने है। एफ डाइरेक्टली प्रोपोर्शनल टु 1/d स्क्वायर र एफ डाइरेक्टली प्रोपोर्शनल टु m1 m2 यसलाई याद गर्नुहोस्। तपाईको न्यूटनको गुरुत्वाकर्षण सम्बन्धी विश्वव्यापी नियम तपाईलाई आउनेछ। प्रश्न नम्बर ग, प्रश्न नम्बर ग मा भनेको छ गुरुत्वाकर्षण बलको प्रकृति लेख्नुहोस्। उत्तर, गुरुत्वाकर्षण बल लामो लामो दूरीमा लाग्ने बल हो। कुनै दुई वस्तु बीचको गुरुत्वाकर्षण बल ती दुई पिण्डहरूको गुणनफल र तिनीहरूको केन्द्र बीचको दूरीको वर्गसँग भर पर्दछ। प्रश्न नम्बर घ, गुरुत्वाकर्षण अचर। गुरुत्वाकर्षण अचर जी तपाईलाई ठुलो जी अर्थात क्यापिटल जी, यो ठुलो जी भनेर जी भनेको के हो भनेर पनि आउन सक्छ। ठुलो जी भनेपछि तपाईले के बुझ्नु पर्यो? गुरुत्वाकर्षण अचर अर्थात गुरुत्वाकर्षण स्थिराङ्क। यो जी लाई याद गर्नु होला है। तपाईले एउटा स्मल जी छ, एउटा ठुलो जी छ। ठुलो जी लाई याद गर्नु होला, क्यापिटल जी लाई। गुरुत्वाकर्षण अचर केलाई भनिन्छ अर्थात गुरुत्वाकर्षण अचरलाई परिभाषित गर्नुहोस्। उत्तर, एकाइ किलोग्राम 1 केजी पिण्ड भएका दुईवटा वस्तुलाई एकाइ मिटरको दूरीमा राख्दा उत्पन्न हुने गुरुत्वाकर्षण बललाई नै गुरुत्वाकर्षण अचर भनिन्छ। अर्थात तपाईले बुझ्नु पर्यो 1 केजी पिण्ड भएका दुईवटा वस्तुलाई 1 मिटर दूरीमा राख्दा उत्पन्न हुने गुरुत्वाकर्षण बललाई नै गुरुत्वाकर्षण अचर जी भनिन्छ। एकाइ किलोग्राम 1 केजी पिण्ड भएका दुईवटा वस्तुहरूलाई एकाइ मिटर 1 मिटरको दूरीमा राख्दा उत्पन्न हुने गुरुत्वाकर्षण बललाई नै गुरुत्वाकर्षण जी भनिन्छ। अर्थात गुरुत्वाकर्षण अचर ठुलो जी भनिन्छ। प्रश्न नम्बर ङ, कुन अवस्थामा गुरुत्वाकर्षण बल गुरुत्वाकर्षण अचरसँग बराबर हुन्छ? एफ बराबर जी हुन्छ भनेको कुन अवस्थामा गुरुत्वाकर्षण बल गुरुत्वाकर्षण अचर जी सँग बराबर हुन्छ भनेको एफ बराबर जी कतिखेर हुन्छ भनेर सोधेको हो। उत्तर, एकाइ किलोग्राम पिण्ड 1 केजी मास भएका दुईवटा वस्तुहरूलाई एकाइ मिटर 1 मिटरको दूरीमा राख्दा उत्पन्न हुने गुरुत्वाकर्षण बल
गुरुत्वाकर्षण अचर g सँग बराबर हुन्छ। तपाईले के कुरा बुझ्नु पर्यो भने चाहिँ 1 केजी पिण्ड भएका दुईवटा वस्तुलाई एकाइ मिटर 1 मिटरको दूरीमा राख्दा उत्पन्न हुने गुरुत्वाकर्षण बल गुरुत्वाकर्षण अचर ठुलो g सँग बराबर हुन्छ। अर्थात यस्तो अवस्थामा F बराबर g हुन्छ। प्रश्न नम्बर 6 मा भनेको छ गुरुत्वाकर्षण बलका दुईवटा असरहरू लेख्नुहोस्। गुरुत्वाकर्षण बलका दुईवटा असरहरू। उत्तर गुरुत्वाकर्षण बलका दुईवटा असरहरू निम्न छन्। नम्बर 1 सम्पूर्ण आकाशीय पिण्डहरू आफ्नो निश्चित स्थानमा रहनु। नम्बर 2 सौर्यमण्डलमा ग्रह र उपग्रहहरू आफ्नो कक्षमा रही सूर्यको परिक्रमा गर्नु। यी भए दुईवटा गुरुत्वाकर्षण बलका असर अर्थात गुरुत्वाकर्षणका असर अर्थात फाइदा बुझ्नु पर्यो तपाईले। यो केमा हानि हुन्छ भने केमा फाइदा हुन्छ। यो नभएपछि पनि त्यस्तो हामीले जस्तै धेरैमा गुरुत्वाकर्षण हुन्छ त्यस्तै तपाईले बुझ्नु पर्यो यिनीहरू आफ्नो निश्चित स्थानमा रहनु भनेको गुरुत्वाकर्षण बलका कारणले गर्दा हो। अनि ग्रह र उपग्रहहरू आफ्नो कक्षमा रही सूर्यको परिक्रमा गर्नु पनि गुरुत्वाकर्षण बल हो है। प्रश्न नम्बर 6 मा भनेको छ कुनै दुईवटा यो अलिकति हामीले गणितीय रूपमा व्यक्त गर्नुपर्ने समीकरण जस्तै खालको छ हिसाब जस्तै गणितीय रूपमा लेख्नुपर्ने त्यसैले यसलाई बुझ्नु होला है। जथासम्म बुझाउने प्रयास गर्नेछु। कुनै दुईवटा वस्तुमध्ये दुवैको पिण्ड 2 गुणा बढाउँदा र ती वस्तुबीचको दूरी 4 गुणा घटाउँदा ती दुई वस्तुबीचको गुरुत्वाकर्षण बलमा आउने अन्तर गणितीय रूपमा प्रस्तुत गर्नुहोस् भनेको छ। तपाईले बुझ्नु पर्यो कुनै दुईवटा वस्तुहरू छन् ती दुईवटा वस्तुमध्ये दुवैको पिण्ड 2 गुणा बढाउँदा र ती वस्तुबीचको दूरी 4 गुणा घटाउँदा अनि पिण्ड 2 गुणा बढाउँदा र घटाउँदाको कुरा छ यहाँ त्यसलाई ध्यान दिनु होला। अनि त्यस गरी त्यसलाई घटाएर बढाइसकेपछि ती दुई वस्तुबीचको गुरुत्वाकर्षण बलमा आउने अन्तर गणितीय रूपमा व्यक्त गर्नुपर्ने छ है। उत्तर मानौ m1 र m2 केजी पिण्ड भएका दुईवटा वस्तुहरू d मिटरको दूरीमा छन् भने पहिला तपाईले बुझ्नु पर्यो यो m1 एउटा वस्तु हो। यो m1 एउटा वस्तु अर्थात यो m1 र यो m2 m2 भयो तपाईलाई थाहा छ। अब त्यसपछि यसको नाम a दिए मैले यसको नाम b दिए। अब d भनेपछि d मिटरको दूरीमा छन्। अब तपाईले बुझ्नु पर्यो मानौ m1 र m2 केजी पिण्ड भएका दुईवटा वस्तुहरू d मिटरको दूरीमा छन्। एउटा m1 पिण्ड भएको र एउटा m2 पिण्ड भएको यहाँ छन् दुईवटा वस्तुहरू। यिनीहरू d मिटरको दूरीमा छन् तपाईले देख्नुभयो। यति चित्र बनाउन तपाईले जान्नुपर्छ है यसलाई जान्नु होला। अब यो थाहा पाइसकेपछि हामीलाई थाहा छ के तिनीहरू बीच हुने गुरुत्वाकर्षण बल F1 निम्नानुसार हुन्छ। अब यहाँ दुईचोटी हुने भएकाले F1 F2 मान्नुपर्ने हुन्छ। नभए तपाईले यसलाई F नै मानेर पछि लेख्नेलाई तपाईले F ड्याश लेख्न सक्नुहुनेछ है। अब F1 निम्नानुसार हुन्छ भनेर लेख्यौं हामीले के हुन्छ F1 बराबर gm1 m2 अपन d² हुन्छ समीकरण 1 भयो। F1 बराबर gm1 m2 अपन d² हुन्छ समीकरण 1। गुरुत्वाकर्षण बल निम्नानुसार हुन्छ है। F1 बराबर gm1 m2 अपन d² समीकरण 1। अब दुई वस्तुको पिण्ड यसलाई ध्यान दिनु होला है। तपाईले सबभन्दा बढी ध्यान दिनुपर्ने कुरा ए नै हो। म अहिले लेख्दै छु यसलाई र बुझाउँदै पनि छु। अब दुई वस्तुको पिण्ड 2 गुणा बढाउँदा र तिनीहरू बीचको दूरी 4 गुणा घटाउँदा तिनीहरूको पिण्ड 2m1 र 2m2 केजी हुन्छ भने दूरी d/4 मिटर हुन्छ। अब गुरुत्वाकर्षण बल F बराबर gm1 m2 अपन d² अनुसार तिनीहरू बीच हुने गुरुत्वाकर्षण बल निम्नानुसार हुन्छ। अब तपाईले बुझ्नु पर्यो कि अहिले हामीले के गरेका छौं त पिण्डलाई 2 गुणा बढाएका छौं र 4 गुणा दूरीलाई घटाएका छौं। अर्थात यहाँ प्रश्नमा त्यही छ त्यहीलाई अब यसमा यसरी लेखेका छौं है। यो अघिको m1 m2 केजी मानेका थियौं जसमा d मिटरको दूरीमा राखेका थियौं भने अहिले वस्तुको पिण्डलाई 2 गुणा बढाएका छौं भने 4 गुणा दूरीलाई घटाएका छौं है। त्यसैले 2m1 र 2m2 केजी पिण्ड भएका छन् भने d/4 मिटर के भएको छ
दूरी भएको छ। अब गुरुत्वाकर्षण बल F बराबर Gm1 m2 अपन d स्क्वायर अनुसार तिनीहरू बीच हुने गुरुत्वाकर्षण बल निम्नानुसार हुन्छ। कस्तो हुन्छ? यो 2m1 2m2 पिण्डहरू थाहा पाउनुभयो तपाईले भने ए नाम बी नाम। अघि यसलाई यो पनि चित्र बनाउन जान्नुपर्छ। यस्तो आयो भने यो प्राय धेरैचोटि सोधेको पनि छ। तपाईले यस्ता खालका कुरालाई यहाँ बुझ्नुपर्ने हुन्छ। अब d/4 अघि g मिटर थियो, अहिले d/4 है, d/4 मिटरको दूरीमा राखिएको छ। अरु केही होइन, अघि जस्तै चित्र, तर यहाँ 2 गुणा बढाएको छ पिण्डलाई, त्यसैले 2 अगाडि आयो। त्यसपछि d/4 4 गुणा घटाएको छ दूरीलाई, अर्थात घटाएका छौं हामीले। यहाँ बुझ्नु पर्यो त्यही कुरा। अरु तपाईले चित्र बनाउन जान्नु पर्यो है। दुईटा सर्कल बनाउनु होला, m1 m2 लेख्नु होला, अनि त्यसपछि ab नाम दिएर यहाँ d लेख्नु होला। 2 गुणा भनेपछि तपाईले यहाँ यसलाई 2 गुणा यसरी लेख्ने र दूरीको ठाउँमा 4 गुणा छ भने d/4 लेख्ने। यसलाई ध्यान दिनु होला है। अब यो लेखिसकेपछि अब गुरुत्वाकर्षण बल लेख्नु पर्यो, जुन यस प्रकार छ। F2 बराबर g m1 m2 अपन d स्क्वायर हो त्यही हो। F2 बराबर मैले अघि F1 मानेको थिएँ, त्यसैले अहिले F2 माने। अघि मैले F मात्रै मानेको भए अहिले F यहाँ F ड्यास मान्ने थिएँ। तपाईले यहाँ F मात्रै मान्नु भएको छ भने यहाँ F ड्यास मान्न पाइन्छ। फरक मात्र गर्ने हो हामीले, अरु बुझिहाल्नुहुन्छ तपाईले है। F2 बराबर g m1 m2 अपन d स्क्वायर हो। अब m1 को ठाउँमा के छ त अहिले 2m1 छ, त्यो लेख्यौं। त्यसपछि m2 को ठाउँमा 2m2 लेख्यौं, त्यही कुरा हो। अनि दूरीको d स्क्वायर को ठाउँमा d/4 को होल स्क्वायर। अब त्यसपछि अथवा F2 बराबर के हुन्छ त g जस्ता जस्तै छ, तपाईले यहाँ बुझ्नु पर्यो है। g जस्ता जस्तै छ 2m1 * 2m2, यो माथि गयो गुणनमा, यो तल भागमा थियो माथि गयो गुणनमा, र यो 4 छ नि, यो 4 माथि आयो र d तल गयो, त्यसको होल स्क्वायर भयो। यो पनि बुझ्नु भएको छ तपाईले। यतिसम्म क्याल्कुलेसन गर्न जान्नुपर्छ है, नभए गल्ती भइहाल्छ फेरि। F2 = g * 2m1 * 2m2 * 4/d को होल स्क्वायर। अब यसलाई लेखिसकेपछि अब हामीले के गर्ने? 2 * 2 कति हुन्छ? 4 हुन्छ, अनि 4 को स्क्वायर 16 हुन्छ, अर्थात लेखौं। अथवा F2 बराबर 64। 64 कसरी आयो तपाईले अब मैले बुझाउनु पर्ने हुन्छ। 4 अपन d को होल स्क्वायर छ नि, यसमा 4 को स्क्वायर भनेको 16 भयो, अनि 2 दुना कति भयो? 2 दुना 4 भयो, 4, अनि 16 चौको 64। 16 चौको 64 है। फेरि तपाईले यहाँ कतै केही कुरा नबुझ्नु पनि भएको हुन सक्छ। मैले यहाँ क्याल्कुलेटर निकालेर गर्दिए। 4 को स्क्वायर भनेको 4 * 4 हो, भनेपछि 4 * 4 16 हो, र 4 को स्क्वायर भनेको 16 हो। 16 इन्टु हामीले 2 दुना कति हुन्छ? 4 हुन्छ, 64 है, 64। अब त्यही 64 आएको यहाँ हामीले अंकलाई सबैलाई यहाँ अंकलाई टुक्राइसक्यौं, अर्थात अंक सबैलाई गुणन गरिसक्यौं। 4 को स्क्वायर 16 त्यो भयो, अनि 2 दुना 4, 16 चौको 64 लेख्यौं। अनि g जस्ता जस्तै m1 m2 जस्ता जस्तै अपन d स्क्वायर जस्ता जस्तै है, यिनीहरूलाई मात्र गुणन गरेका छौं अहिले हामीले। यतिसम्म तपाईले बुझिसकेपछि अथवा F2 बराबर 64 F1 किन लेख्यौं भनेपछि g m1 m2 अपन d स्क्वायर भनेको के हो? F1 हो, त्यसैले F1 लेख्यौं। फ्रम इक्वेसन 1 अर्थात समीकरण 1 बाट लेखेका छौं। त्यसपछि अब यसलाई जुन F1 हामीले कहाँबाट लेख्यौं भनेपछि g m1 m2 अपन d स्क्वायर भनेको F1 छ, यहाँ समीकरण 1 बाट लेखेका हौं। देयरफोर कुनै दुईवटा वस्तु मध्ये दुवैको पिण्ड 2 गुणा बढाउँदा र ती वस्तु बीचको दूरी 4 गुणा घटाउँदा ती दुई वस्तु बीचको गुरुत्वाकर्षण बल 64 गुणाले बढ्छ। अब तपाईले यति कुरा थाहा पाउनु भयो पक्कै पनि। केही कन्फ्युजन छ भने सोध्न सक्नुहुनेछ। अब तपाईले यहाँ यतिसम्म बुझिसकेपछि 2m1 2m2 यसलाई पनि बुझ्नु होला, अर्थात यो 2 गुणा भनेपछि यसलाई कस्तो गर्ने, अनि त्यसपछि दूरीलाई घटाएर 4 गुणा घटाउँदा भनेको छ त्यसलाई कस्तो गर्ने, यस्तो खालको यो पक्कै पनि आउँछ हिसाब। त्यसैले तपाईले यो यसलाई बनाउन जान्नु होला, अनि चित्रलाई चाहिँ अझै तपाईले कम्पासले राम्रो गराउन सक्नुहुनेछ। राम्रो गराउँदा अनि राम्रो मार्क्स पनि आउँछ है। अब तपाईलाई केही नबुझेको कुरा छ भने स्पष्ट तरिकाले कमेन्ट गरिदिनु होला, रिप्लाई गर्नेछु। अब हेर्दै छौ प्रश्न नम्बर ज। प्रश्न नम्बर ज मा भनेको छ गुरुत्व बल भनेको के हो?
गुरुत्व बल भनेको के हो भनेको छ। उत्तर कुनै पनि गरुङ्गो आकाशीय पिण्डले आफ्नो गुरुत्वाकर्षण क्षेत्रभित्र रहेका वस्तुलाई आफ्नो केन्द्रतिर आकर्षण गर्ने बललाई नै गुरुत्व बल भनिन्छ। परिभाषा याद गर्नु पर्यो, सिम्पल छ। कुनै पनि गरुङ्गो आकाशीय पिण्डले आफ्नो गुरुत्वाकर्षण क्षेत्रभित्र रहेका वस्तुलाई आफ्नो केन्द्रतिर आकर्षण गर्ने बललाई नै गुरुत्व बल भनिन्छ। प्रश्न नम्बर झ, गुरुत्व प्रवेग परिभाषित गर्नुहोस्। गुरुत्व प्रवेग है। उत्तर स्वतन्त्र रूपले पृथ्वीको सतहतिर खसिरहेको वस्तुमा गुरुत्व बलले गर्दा उत्पन्न हुने प्रवेगलाई गुरुत्व प्रवेग भनिन्छ। स्वतन्त्र रूपले पृथ्वीको सतहतिर खसिरहेको वस्तुमा गुरुत्व बलले गर्दा उत्पन्न हुने प्रवेगलाई गुरुत्व प्रवेग भनिन्छ। प्रश्न नम्बर यहाँ, प्रश्न नम्बर यहाँमा भनेको छ स्वतन्त्र खसाई भनेको के हो। स्वतन्त्र खसाई भनेको के हो भनेको छ, यसका दुईवटा उदाहरण पनि लेख्नुपर्ने छ। उत्तर कुनै पनि वस्तु बाह्य अवरोध बिना खस्नुलाई स्वतन्त्र खसाई भनिन्छ। कुनै पनि वस्तु बाह्य अवरोध बिना खस्नुलाई स्वतन्त्र खसाई भनिन्छ। यसका दुईवटा असर निम्न छन्। उदाहरण निम्न छन्। नम्बर 1, उडिरहेको हवाई जहाजबाट एउटा ठुलो ढुङ्गा पृथ्वीतिर खसाल्दा ढुङ्गाको अवस्था स्वतन्त्र खसाई हो। नम्बर 2, एलिभेटरको प्रयोग गरेर माथिल्लो तलाबाट तल्लो तलातिर जानु स्वतन्त्र खसाई हो। यसरी हामीले स्वतन्त्र खसाईको परिभाषा र दुईवटा उदाहरण पनि लेखेका छौं। प्रश्न नम्बर ट, प्रश्न नम्बर ट मा भनेको छ कस्तो अवस्थामा वस्तुको खसाई स्वतन्त्र हुन्छ। उत्तर बाह्य अवरोध नभएको अवस्थामा अथवा गुरुत्व प्रवेगको गतिमा खस्दा वस्तुको खसाई स्वतन्त्र हुन्छ। तपाईले एउटै लेख्दा हुन्छ, यहाँ बाह्य अवरोध नभएको अवस्थामा स्वतन्त्र खसाई हुन्छ, अर्थात् खसाई स्वतन्त्र हुन्छ वस्तुको भनेर लेख्दा पुग्छ। मैले यहाँ दुईटै लेखेको छु, गुरुत्व प्रवेग पनि। बाह्य अवरोध नभएको अवस्थामा अथवा गुरुत्व प्रवेगको गतिमा खस्दा वस्तुको खसाई स्वतन्त्र हुन्छ। प्रश्न नम्बर 6, प्वाँख र सिक्काको प्रयोगको निष्कर्ष लेख्नुहोस्। उत्तर प्वाँख र सिक्काको प्रयोगको निष्कर्ष निम्नानुसार छ, अर्थात् अनुसार हावाको अवरोध नभएको अवस्थामा खसिरहेको वस्तुमा उत्पन्न हुने प्रवेग वस्तुको पिण्डमा निर्भर नगर्ने हुँदा गरुङ्गो वा हलुको प्वाँख र सिक्का दुवै वस्तु एउटै समयमा सतहमा पुग्दछन्। यदि तिनीहरू एउटै उचाइबाट खसाइएको छ भने त्यस्तो अवस्थामा उत्पन्न हुने अर्थात् उत्पन्न प्रवेग जुनसुकै वस्तुमा पनि समान हुन्छ। यो भनेको प्वाँख र सिक्काको निष्कर्ष हो। प्रश्न नम्बर ड, तौल विहीनता भनेको के हो। उत्तर स्वतन्त्र खसाइको अवस्थामा वस्तु तौल विहीन हुनुलाई तौल विहीनता भनिन्छ। स्वतन्त्र खसाइको अवस्थामा वस्तु तौल विहीन हुनुलाई तौल विहीनता भनिन्छ। प्रश्न नम्बर ढ, प्रश्न नम्बर ढ मा भनेको छ गुरुत्व बलका चारवटा असर उल्लेख गर्नुहोस्। उत्तर गुरुत्व बलका चारवटा असर निम्न छन्। नम्बर 1, गुरुत्व बलले गर्दा नै हामी गोलो पृथ्वीमा हिँड्न र उभिन सक्छौं। नम्बर 2, गुरुत्व प्रवेगको अस्तित्व हुनु पनि गुरुत्व बलको असर हो। नम्बर 3, पृथ्वीको सतहमा घर, भवन, पुल, कलकारखाना आदि बनाउन सम्भव हुनु पनि गुरुत्व बलको असर हो। नम्बर 4, वस्तुमा तौल पनि गुरुत्व बलले गर्दा नै हुन्छ। यसरी हामीले गुरुत्व बलका चारवटा असर लेखेका छौं। अब हेर्दैछौं प्रश्न नम्बर अड। प्रश्न नम्बर अडमा फेरि हामीले समीकरण प्रमाणित गर्नुपर्ने छ है। अब यसै अनुसार हामीले अब यहाँ समीकरण प्रमाणित गर्छौं। पहिला प्रश्न पढौं, त्यसपछि फेरि बुझाउने छु। पृथ्वीको गुरुत्व प्रवेगको मान यसको अर्धव्यासको वर्गसँग व्युत्क्रमानुपातिक g इन्भर्सली r स्क्वायर हुन्छ भनी देखाउन आवश्यक समीकरण प्रमाणित गर्नुहोस्। के भन्यो हामीलाई, पृथ्वीको गुरुत्व प्रवेगको मान यसको अर्धव्यासको वर्गसँग व्युत्क्रमानुपातिक। पृथ्वीको गुरुत्व प्रवेगको मान यसको अर्धव्यासको वर्गसँग व्युत्क्रमानुपातिक g इन्भर्सली टु r स्क्वायर हुन्छ भनी हामीले देखाउनका लागि एउटा समीकरण प्रमाणित गर्नुपर्छ। अर्थात् g इन्भर्सली टु r स्क्वायर प्रमाणित गर्नुपर्ने छ। यो प्रमाणित गर्नुपर्ने g डाइरेक्टली प्रोपोर्शनल टु 1/r स्क्वायर प्रुफ गर्ने पर्ने छ। अब हामीहरु यहाँ प्रमाणित गर्छौं है। उत्तर मानौ कुनै गरुङ्गो आकाशीय वस्तु पृथ्वीको पिण्ड m, क्यापिटल M है, र अर्धव्यास r छ।
उक्त आकाशीय वस्तुको सतहमा कुनै सानो वस्तु जसको पिण्ड m र यसले भने अब ती दुई वस्तुबीचको गुरुत्वाकर्षण बल। गरुङको आकाशीय वस्तु पृथ्वीको पिण्ड क्यापिटल M छ र अर्धव्यास r छ। उक्त आकाशीय वस्तुको सतहमा कुनै सानो वस्तु जसको पिण्ड m छ भने अब ती दुई वस्तुबीचको गुरुत्वाकर्षण बल। पहिला हामीले यहाँ चित्र हेरौं। यो एउटा के भयो, आकाशीय वस्तु अर्थात पृथ्वीको पिण्ड, यसलाई ठुलो M अर्थात क्यापिटल M, त्यसपछि अर्धव्यास यो भयो र यसलाई r, यसलाई पनि बुझ्नुभयो तपाईले यो r भन्ने कुरा, र सानो पिण्ड छ नि जुन त्यो भनेको m। अब यति कुरा बुझिसकेपछि तपाईले यो चित्र बनाउन पनि जान्नु होला है। यो पनि प्रमाणित गर्ने आयो भने चित्र बनाउन सिक्नुपर्छ। अब हामीले गुरुत्वाकर्षण बल लेख्ने। F बराबर G m अर्थात तपाईले बुझ्नु पर्यो G m G क्यापिटल M स्मल m अपन r स्क्वायर। समीकरण 1 r बराबर d हुन्छ, तपाईलाई थाहा छ है। अब तपाईले के बुझ्नु होला भनेपछि F बराबर G m मैले यहाँ mm भनेर त पढ्ने छु, तर तपाईले एउटा क्यापिटल र स्मल लेखेको कुराबाट बुझ्नु होला है। F बराबर G m अपन r स्क्वायर समीकरण 1 भयो। कुनै पनि आकाशीय वस्तुले आफ्नो वस्तुलाई आफूतिर तान्न लगाएको बल वस्तुको तौलसँग बराबर हुन्छ। कुनै पनि आकाशीय वस्तुले अर्को वस्तुलाई आफूतिर तान्न लगाएको बल वस्तुको तौलसँग के हुन्छ, बराबर हुन्छ, जसमा F बराबर W भयो र W भनेको के हो त, mg हो। F बराबर mg समीकरण 2। तपाईले g भनेको के हो, गुरुत्व प्रवेग हो। अब तपाईले यो g को ठाउँमा के अरु केही बुझ्नु भएको छ त पक्कै पनि g भनेको गुरुत्व प्रवेग हो, प्रवेग त प्रवेग हो, यामे भयो। F बराबर के भयो, यामे पनि भयो। यो न्युटनको चाल सम्बन्धी दोस्रो नियम अनुसार पनि प्रुफ गर्न सकिन्छ है। मैले यहाँ mg अनुसार नै गरेको छु। F बराबर mg भयो, W बराबर mg हुन्छ त्यसैले है। F बराबर mg भयो, समीकरण 2 भयो। अब हामीले के गर्ने भनेपछि समी 1 मा F को मान समी 2 बाट राख्ने भनेको यो समी 1 छ नि, यसमा यो F छ नि, F को मान हामीले समीकरण 2 बाट राख्ने। समी 1 मा F को मान समी 2 बाट राख्दा जुन यस प्रकार छ, समी हामीले 1 को मान F को मान 1 मा F को मान यो समीकरण 1 छ नि जुन, यसमा यो F छ नि, F यसको ठाउँमा के राख्यौं त, mg राख्यौं। त्यही हो, बराबर G m अपन r स्क्वायर, त्यो तपाईलाई थाहा छ। अब यो G m क्यान्सल, G m छ अपन r स्क्वायर छ, mg छ यहाँ, यो हामीले यहाँबाट राखेका है। अब त्यसपछि m क्यान्सल हुन्छ अर्थात भाग भएर यो कट छ, त्यसैले यसलाई र यसलाई हामीले काट दियौं। त्यसपछि के भयो त, G बराबर Gm अपन r स्क्वायर भयो। यो के भयो, समीकरण 3 भयो। अब हामीलाई थाहा छ G र m के हुन्छ, स्थिर हुन्छ। जहाँ G र m स्थिर हुन्छन्, G डाइरेक्टली प्रोपोर्शनल 1 अपन r स्क्वायर प्रुफ्ड, अर्थात G इन्भर्सली टु r स्क्वायर प्रुफ भएको छ। G डाइरेक्टली प्रोपोर्शनल टु 1 अपन r स्क्वायर प्रुफ गरेका छौं। तपाईले यहाँ नबुझेको कुरा केही छ जस्तो लागेन मलाई। अब तपाईले बुझ्नु पर्यो, यो चित्र बनाउन जान्नु पर्यो, अनि यो पिण्ड m के हो, सानो m के हो, अनि r के हो, यसलाई बुझ्नु पर्यो। यति धेरै बुझाएर गरिरहेको छु, तर नबुझेको कुरा छ भने कमेन्ट गर्नु होला। यो mm भाग भएर क्यान्सल भएको है। अब हामीले यतिसम्म त सबै अगाडिकै सबै दोहोरिन्छ, तर यो छ नि, यो यसमा यस्तो 1 अपन r स्क्वायर प्रुफ गर्ने बेला तपाईले समीकरण 1 मान्नु भयो नि, त्यसलाई तपाईले समीकरण त्यो यापको त्यो समीकरण 2 मा जुन यापको मान निकाल्नुहुन्छ नि, त्यसलाई समीकरण 1 मा राख्दिने। यो याप बराबर हामीले mg राखेका छौं यसको ठाउँमा, त्यही राखेर mm क्यान्सल भएर gm अपन r स्क्वायर भयो G बराबर। त्यसपछि G र m स्थिर हुन्छन्, त्यसैले G डाइरेक्टली प्रोपोर्शनल टु 1 अपन r स्क्वायर प्रुफ्ड भएको छ। अब तपाईले पक्कै पनि बुझ्नु भयो होला। केही कन्फ्युजन छ भने चाहिँ कमेन्ट गर्नु होला। अब हेर्दै छौं हामीहरु नेक्स्ट प्रश्न, अर्को प्रश्नमा जाउँ। प्रश्न नम्बर त मा भनेको छ गुरुत्व प्रवेगलाई प्रभाव पार्ने कारक तत्वहरू उल्लेख गर्नुहोस्। गुरुत्व प्रवेगलाई प्रभाव पार्ने कारक तत्वहरू। नम्बर 1 आकाशीय वस्तुको अर्धव्यास, आकाशीय वस्तुको अर्धव्यास। नम्बर 2 आकाशीय वस्तुको पिण्ड। प्रश्न नम्बर 6
पृथ्वीको सतहमा गुरुत्व प्रवेग 9.8 मिटर पर सेकेन्ड स्क्वायर हुन्छ भन्नाले के बुझिन्छ? अब तपाईले यो कुरा बुझ्नु पर्यो। 9.8 मिटर पर सेकेन्ड स्क्वायर गुरुत्व प्रवेगको मान हुन्छ पृथ्वीको सतहमा। यो भन्नाले के हो? उत्तर, पृथ्वीको सतहमा गुरुत्व प्रवेग 9.8 मिटर पर सेकेन्ड स्क्वायर हुन्छ भन्नाले कुनै पनि वस्तुलाई स्वतन्त्रपूर्वक पृथ्वीको सतहतिर खसाल्दा प्रत्येक सेकेन्डमा त्यस वस्तुको गति 9.8 मिटर पर सेकेन्डका दरले बढ्दै जान्छ भन्ने बुझिन्छ। प्रश्न नम्बर द मा फेरि हामीले गणितीय रूपमा अर्थात् समीकरण नै यसमा गणितीय रूपमा लेख्नुपर्ने छ। यो पनि अलिकति इम्पोर्टेन्ट छ र यो पनि हामीले बुझ्नुपर्ने कुरा छ। यसमा झनेलाई स्पष्ट तरिकाले बुझाउने छु मैले, त्यसैले तपाईले यसमा स्किप नगरिदिनु होला। प्रश्न पढौँ है। पहिला, चन्द्रमाको पिण्ड पृथ्वीको पिण्डको लगभग 81 गुणा कम छ। चन्द्रमाको पिण्ड पृथ्वीको पिण्डको लगभग 81 गुणा कम छ र यसको अर्धव्यास पृथ्वीको अर्धव्यासको लगभग 3.7 गुणा कम छ। यदि पृथ्वीलाई चन्द्रमाको आयतन बराबर हुने गरी खाट्न सकियो भने यसको गुरुत्व प्रवेगमा के असर पर्छ? गणितीय रूपमा व्यक्त गर्नुहोस् भनेको छ। चन्द्रमाको पिण्ड पृथ्वीको पिण्डको लगभग 81 गुणा कम छ र यसको अर्धव्यास पृथ्वीको अर्धव्यासको लगभग 3.7 गुणा कम छ। यही बुझ्नुभयो तपाईले। यदि पृथ्वीलाई चन्द्रमाको आयतन बराबर हुने गरी खाट्न सकियो भने पृथ्वी छ नि त्यसलाई पृथ्वीको आयतन, अब जस्तै तपाईलाई थाहा छ पृथ्वीलाई चन्द्रमा त बनाउन सकिँदैन। यो एउटा हामीले यहाँ यो प्रुभ गर्नका लागि अर्थात् यहाँ बुझाउनका लागि मात्र, केही कुरा बुझ्नका लागि मात्र हो यहाँ। अब तपाईले हामीले पृथ्वीको आयतन छ नि त्यसलाई दबायौं अर्थात् खाद्यौं भने चन्द्रमाको आयतन बराबर खान्न सकियो भने यसको गुरुत्व प्रवेगमा के असर पर्छ गणितीय रूपमा व्यक्त गर्नुहोस् भनेको छ। अहिले एकैछिनमा बुझाउने छु। पहिला हामीहरू सुरुवात गरौँ लेख्न है। उत्तर, यहाँ प्रश्न अनुसार मानव पृथ्वीको पिण्ड m र यसको अर्धव्यास r छ। तपाईले बुझ्नु पर्यो पृथ्वीको पिण्ड क्यापिटल M र यसको अर्धव्यास क्यापिटल R छ। अहिलेको लागि है हामीले माने अनुसार पृथ्वीको पिण्ड m छ र यसको अर्धव्यास r छ अहिलेको लागि, र अर्को फेरि हामीले स्मल m र स्मल r मान्नुपर्ने हुन्छ। अब यो बुझिसकेपछि तपाईले यो मानेको कुरा त बुझ्नु भएको छ पक्कै पनि। अब यो बुझिसकेपछि तपाईले नाउ पृथ्वीको सतहमा गुरुत्व प्रवेगको मान। अब पृथ्वीको सतहमा गुरुत्व प्रवेगको मान हामीलाई थाहा छ g बराबर gm अपन r स्क्वायर। g बराबर gm अपन r स्क्वायर हुन्छ। अब त्यसपछि g बराबर gm अपन r स्क्वायर समीकरण 1 यो मैले लेखेँ अहिले यो प्रवेगको मान भनेर, त्यसपछि यसलाई समीकरण 1 माने। तपाईले एमै मान्दा पनि केही गल्ती हुँदैन है। g बराबर gm अपन r स्क्वायर समीकरण 1 भएको छ। अब हामीले बुझ्नुपर्ने कुरा यही छ। यो त अहिलेसम्म यो त सामान्य हामीले अगाडि बुझेको कुरा हो है। पृथ्वीको पिण्डलाई क्यापिटल M मान्यौं अनि यसको अर्धव्यासलाई क्यापिटल R मानेका छौं पहिलोमा। त्यसपछि पृथ्वीको सतहमा गुरुत्व प्रवेगको मान हामीलाई थाहा छ g बराबर gm अपन r स्क्वायर, अनि यसलाई समीकरण 1 मानिदिएको। यो त हामीले अगाडि गरेको कुरा मै छ, सीमित छ, अर्थात् अगाडि हामीले पढेको कुरामै सीमित छ। अब हामीले बुझ्नुपर्ने कुरा यहाँनिर छ पृथ्वी जस्तै यो। अब तपाईलाई मैले बुझाउनका लागि यहाँ केही परेको समेत देखाउँछु। यो के हो? यो पृथ्वी हो अर्थात् यो पृथ्वीको पिण्ड हो। यो पृथ्वीको पिण्ड हो र यो पृथ्वीको अर्धव्यास हो। यो पृथ्वीको पिण्ड हो। यसलाई देखिरहेन है निकै, तपाईलाई हेर्नु होला माउसका यता यहाँ छ, त्यसपछि यता लगिरहेको छु मैले, त्यहाँ हेर्नु होला। यो पृथ्वीको पिण्ड हो। यो पृथ्वीको पिण्ड हो। यो पृथ्वीको अर्धव्यास हो। अहिलेको लागि यो क्यापिटल R हामीले माने अनुसार यो क्यापिटल र यो क्यापिटल M हो भने अब हामीले यो पृथ्वी छ नि यसलाई खाद्ने र यसलाई खादिसकेपछि हामीले यत्रो बनायौं, यो चन्द्रमा जत्रो बनायौं। यसलाई खादेर यति बनायौं र बनाएर यसमा केही परिवर्तन भएन। जस्तै तपाई हामी पृथ्वीभित्र बसेका छौं, हामीलाई कसैले पुचुकै दबायो भने हामीहरू त्यहाँभित्र मरौँला, त्यो आफ्नो ठाउँमा छ। तर हामीहरू त्यहाँबाट बाहिर साहिर कतै जाँदैन, त्यसको पिण्ड त उत्रिनै हुन्छ। पिण्ड त जहाँ पनि उत्रिनै हुन्छ, तपाईलाई थाहा छ। हो त्यही हो तपाईलाई बुझाउन खोजेको कुरा। यो पृथ्वी भयो अर्थात् पृथ्वीको पिण्ड क्यापिटल M हो यो, अनि यो अर्धव्यास हो। यो क्यापिटल R, यो क्यापिटल M हो। अब यो पृथ्वीलाई हामीले खाद्यौं, पृथ्वीलाई यसरी खाद्यौं र यसलाई चन्द्रमा जत्रो बनायौं भने पृथ्वीको आयतन र चन्द्रमाको आयतन अहिलेको लागि बराबर छ। हामीले खाद्यौं, यो अब वास्तवमा खादिन सक्दैन, यो खादिन्न कहिले पनि। हामीले अहिलेको यहाँको लागि हिसाबमा गर्नुपर्ने हुनाले हामीले यहाँ अहिले खाद्यौं। यो पृथ्वी भयो र यसलाई हामीले यो पृथ्वीको
पिण्ड यति धेरै छ, यो पृथ्वीको पिण्ड, र यसलाई हामीले खाँद्यौँ र खाँद्यो भने आयतनमा केही फरक आयो त? केही फरक आएन हो। हामीले बुझ्नुपर्ने कुरा यही छ, पृथ्वीको चन्द्रमाको पिण्ड पृथ्वीको पिण्डको लगभग 81 गुणा कम छ र यसको अर्धव्यास पृथ्वीको अर्धव्यासको लगभग 3.7 गुणा कम छ। यदि पृथ्वीलाई चन्द्रमाको आयतन बराबर हुने गरी खादियो भने, यो पृथ्वी छ नि, यो पृथ्वी, यसलाई चन्द्रमाको आयतन बराबर हुने गरी खादियो, यसलाई खादियौँ भने हामीले खान सक्यौँ भने यसको गुरुत्व प्रवेगमा के असर पर्ला भनेको छ। अब तपाईले बुझ्नु पर्यो, यो पृथ्वीको पिण्ड छ, यसलाई क्यापिटल एम मानेका छौँ र यो अर्धव्यास आर छ, क्यापिटल आर मानेका छौँ। अब हामीले यसलाई खाद्यौँ भने चन्द्रमाको आयतन बराबर हुने गरी खाद्यौँ भने केही परिवर्तन आयो? पिण्डमा केही पनि परिवर्तन आएन, तर अर्धव्यासमा परिवर्तन आयो। किनकि अब तपाईलाई थाहा छ अघि अर्धव्यास कति थियो, यति, यहाँ यो ठुलो यो पृथ्वीको पिण्ड क्यापिटल एम अर्थात् यो पिण्ड यति छ र यसको अर्धव्यास यति छ, तपाईले अहिले यहाँ देख्नु भएको छ। अब यसलाई खाद्यौँ भने हामीले पिण्डलाई खाद्यौँ र चन्द्रमाको आयतन बराबर हुने गरी खाद्यौँ यसलाई, पृथ्वीलाई, भने यसमा यो आयतन छ नि, यसमा केही परिवर्तन आएन अर्थात् पिण्डमा केही परिवर्तन आएन, तर अर्धव्यास त अघि ठुलो पिण्ड अर्थात् क्यापिटल एमको त यहाँदेखिको यत्रो पिण्ड थियो नि त, यत्रो पिण्ड, र अहिले हामीले यसलाई खाँदाखेरि यो यत्रो बनायौँ हामीले खाँदेर, तर अर्धव्यास भने उही लामो, अलिकति अर्धव्यासमा फरक भयो तर पिण्डमा केही फरक भएन। यही कुरा बुझ्नुपर्ने हो, खाद्यो भने अर्धव्यासमा फरक भयो, पिण्डमा केही फरक भएन, यही कुरा तपाईले बुझ्नुपर्ने हो। फेरि लास्ट देखाउँदैछु, यो पृथ्वीको पिण्ड क्यापिटल एम भयो, यसलाई यो क्यापिटल आर भयो भने यसलाई हामीले खाद्यौँ भने यसलाई यत्रो बनायौँ, आयतन बराबर हुने गरी खाद्यौँ, पृथ्वीलाई चन्द्रमाको आयतन हुने गरी बराबर खाद्यौँ, तर याममा भने केही परिवर्तन भएन, आरमा भने परिवर्तन भयो। अब तपाईले बुझ्नु पर्यो, यो सानो भयो नि जुन, यसलाई हामीले स्मल एम मान्छौँ र यसलाई अब के मान्छौँ? स्मल आर मान्छौँ। त्यही हो कुरा, पृथ्वीलाई चन्द्रमाको आयतन बराबर हुने गरी खादियो भने उक्त अवस्थामा यसको पिण्ड एम, यो क्यापिटल एम हो, यसको पिण्ड बराबर एम नै भयो। मैले यहाँ सिधै लेखिदिएको छु, यसको पिण्ड एम हो मानेको हामी अहिले मैले माने अनुसार यसको पिण्ड एम हो, क्यापिटल स्मल एम हो, बराबर एम नै भयो, र अर्धव्यास आर बराबर आर अपन 3.7 भयो, स्मल आर बराबर आर अपन 3.7 भयो, क्यापिटल आर अपन 3.7, यहाँ 3.7 गुणा कम गरेको छ है, कम छ, त्यसैले यो भयो। तर यो पृथ्वीको यो पिण्ड छ नि जुन, पृथ्वीको पिण्ड, यसलाई खाद्यौँ र हामीले अर्थात् यसको आयतन बराबर हुने गरी खाद्यौँ भने यसमा केही परिवर्तन आएन पिण्डमा, त्यसैले हामीले यो याम भनेको नै क्यापिटल याम हो भनेर मैले यहाँ बुझाउन मात्र खोजेको हुँ। अनि आर, स्मल आर भनेको आर अपन 3.7 हुन्छ। जी बराबर जिएम अपन आर स्क्वायर अनुसार अब के गर्ने हामीले? यस्तो अवस्थामा गुरुत्व प्रवेग निम्नानुसार हुन्छ। के हुन्छ गुरुत्व प्रवेग? अब मैले यहाँ लामो तरिकाले यहाँसम्म लेखेको छु, तपाईले बुझाउने प्रयास गर्नेछु, अलिकति नबुझिने खालको तपाईलाई यहाँ महसुस हुन सक्छ। अब मैले यहाँ जी मात्र मानेको थिएँ, यहाँ मैले G1 मानेको भए यहाँ G2 मान्थे, तर यहाँ जी मात्र मानेकाले यहाँ जी ड्यास माने। जी ड्यास बराबर जिएम अपन आर स्क्वायर छ, जिएम जस्ता जस्तै लेख्यौँ, जी बराबर जिएम लेख्यौँ, अपन आर भनेको कति छ? आर स्क्वायर भनेको आर अपन 3.7 को होल स्क्वायर गर्यौँ, बराबर जिएम लेख्यौँ जस्ता जस्तै अपन स्क्वायर अपन 3.69। अब तपाईले के कुरा बुझ्नु होला भनेपछि यो जी को ठाउँमा जी ड्यास आएको हो, बराबर जी स्मल एम लेख्दा पनि हुन्छ, यहाँ स्मल एम लेखे पनि एम मान त हामीले यही राख्ने हो, त्यसैले यही राखिदिएँ मैले। अनि अपन आर अपन 3.7 को होल स्क्वायर यो तपाईले देख्नु भएको छ, जिएम अपन आर स्क्वायर भयो र 3.7 को स्क्वायर गर्दाखेरि 13.69 हुन्छ है, बराबर। अनि यो 13.69 यता लेख्यौँ र हामीले यो आर स्क्वायर छ नि, यो आर स्क्वायरलाई छोडिदियौँ यता, जिएमलाई जस्ता जस्तै राख्यौँ, बराबर यो 3.69 यता राख्यौँ र यो जिएम छ नि जुन, यो जिएम अपन आर स्क्वायर यो भनेको के हो त? जी हो, अर्थात् मैले यहाँ लेखेको छु यो भनेको के हो त? जी बराबर जिएम अपन आर स्क्वायर फ्रम इक्वेसन 1। इक्वेसन समीकरण 1 बाट थाहा छ हामीलाई जिएम अपन आर स्क्वायर भनेको जी हो, र यसको यो जिएम अपन आर स्क्वायर ठाउँमा जी राख्यौँ, जी को मान कति हो? 9.8 हो, त्यो राख्यौँ र यसलाई गुणन गर्दाखेरि कति आयो? देयरफोर जी ड्यास इक्वल टु 1 अर्थात् 134.16 मिटर पर सेकेन्ड स्क्वायर भयो।
अब तपाईले यहाँ पक्कै पनि सरल गरेको अर्थात् यो हल गरेको बुझ्नुभयो होला पक्कै पनि बुझ्नुभयो होला। जी ड्यास बराबर जीएम अपन यिनीहरूको मान राखेको आर स्क्वायर भनेको आर अपन 3.7 को होल स्क्वायर भयो बराबर जीएम अपन आर स्क्वायर अपन 13.69 भयो बराबर 13.69 जस्ता जस्तै यो यता भयो र यसपछि जीएम जस्ता जस्तै चाहिँ अपन आर स्क्वायर भयो। जीएम अपन आर स्क्वायर भनेको के हो त जी हो। 13.69 इन्टु जी गऱ्यौँ अनि 13.69 इन्टु 9.8 गऱ्यौँ, जी को मान राख्यौँ। त्यसपछि जी ड्यास बराबर 134.16 मिटर पर सेकेन्ड स्क्वायर है। अर्थात् अब हामीले के लेख्न सक्छौँ अन्तिममा, देयरफोर यदि पृथ्वीलाई चन्द्रमाको आयतन बराबर हुने गरी खाद्न सकियो भने यसको गुरुत्व प्रवेग 134.16 मिटर पर सेकेन्ड स्क्वायर हुन्छ। यसमा मैले धेरै नै बुझाएको छु, तपाईले पक्कै पनि बुझ्नुभयो भन्ने विश्वास छ। यो कुरा कन्फ्युजन छ भने चाहिँ तपाईले कमेन्ट गर्न सक्नुहुनेछ है। यति लामो उत्तर लेखेका छौं अनि तपाईले अब भिडियोलाई लाइक पनि गरिदिनुहोस्। तपाईले मेरो यहाँ अलिकति केही समस्या पनि देख्नुभयो होला, लाइक गरिदिनुहोस् यस्तोको लागि। अब यो निकालेको छ नि, तपाईले यतिमा छोड्दा पनि हुन्छ, यति लेख्दा पनि झन् राम्रो हुन्छ है। अब यसलाई सल्युसन गरिसकेका छौं हामीले। अब नेक्स्ट प्रश्नमा जाउँ। प्रश्न नम्बर 10 मा भनेको छ बाहिरी अन्तरिक्षमा एउटा, यसलाई ध्यान दिनु होला, बाहिरी अन्तरिक्षमा एउटा 1 केजी को वस्तुमा हुने गुरुत्व प्रवेग 2 मिटर पर सेकेन्ड स्क्वायर र छ उक्त स्थानमा 10 केजी को वस्तुमा हुने गुरुत्व प्रवेग कति हुन्छ तर्क सहित पुष्टि गर्नुहोस् भनेको छ। उत्तर, समान दूरीमा भएका जुनसुकै वस्तुमा गुरुत्व प्रवेगको कारणले उत्पन्न हुने गुरुत्व प्रवेग समान नै हुन्छ। जी बराबर जीएम अपन आर प्लस एच को होल स्क्वायर तसर्थ यदि बाहिरी अन्तरिक्षमा 1 केजी को वस्तुलाई 2 मिटर पर सेकेन्ड स्क्वायर को गुरुत्व प्रवेग उत्पन्न हुन्छ भने 10 केजी पिण्ड भएको वस्तुमा पनि 2 मिटर पर सेकेन्ड स्क्वायर को गुरुत्व प्रवेग नै उत्पन्न हुन्छ। जी बराबर जीएम अपन आर प्लस एच को होल स्क्वायर अनुसार यदि बाहिरी अन्तरिक्षमा 1 केजी को वस्तुमा 2 मिटर पर सेकेन्ड स्क्वायर को गुरुत्व प्रवेग उत्पन्न हुन्छ भने 10 केजी को पिण्डको भएको वस्तुमा चाहिँ 2 मिटर पर सेकेन्ड स्क्वायर कै गुरुत्व प्रवेग नै उत्पन्न हुन्छ। यसलाई पनि लेखेका छौं। अब हेर्दै छौं नेक्स्ट प्रश्न अर्थात् प्रश्न नम्बर 9। प्रश्न नम्बर 9 मा भनेको छ एकजना मानिसले आफूसित भएको वस्तुको पिण्ड र तौल पहिले हिमालमा मापन गरे र पछि पुनः तराई भागमा आएर मापन गरे। उनको पिण्ड र तौल मापन गर्दा प्राप्त हुने तथ्याङ्कको तुलना गर्नुहोस्। उत्तर, कुनै वस्तुको पिण्ड यसमा रहेका अणुहरूको संख्या र तिनीहरूको भारमा निर्भर रहने हुँदा संसारको जुनसुकै कुनामा पनि पिण्डको मान स्थिर हुन्छ, गडबड हुँदैन। तसर्थ उक्त वस्तुको पिण्ड हिमालमा र तराईमा मापन गर्दा एउटै नतिजा आउँछ। कुनै वस्तुको तौल उक्त वस्तुको पिण्ड र गुरुत्व बलको कारण त्यसमा उत्पन्न हुने प्रवेग गुरुत्व प्रवेग जी मा निर्भर हुन्छ। वस्तुको पिण्ड स्थिर हुन्छ भने गुरुत्व प्रवेगको मान गडबड हुन्छ। हिमालमा गुरुत्व प्रवेग जी बराबर जीएम अपन आर प्लस एच को होल स्क्वायर को मान कम हुन्छ भने तराईमा गुरुत्व प्रवेग जी बराबर जीएम अपन आर स्क्वायर को मान बढी हुन्छ। तसर्थ उक्त वस्तुको तौल डब्लु बराबर एमजी अनुसार हिमालमा कम र तराईमा बढी हुन्छ। उक्त मानिसको के पिण्ड र तौल आफूले पहिला हिमालमा नापेको रहेछ, फेरि तराईमा आएर नापेपछि के हुन्छ त कम र हिमालमा कम र तराईमा बढी हुन्छ। तुलना सहित लेखेका छौं। प्रश्न नम्बर प। प्रश्न नम्बर प मा भनेको छ एकजना विद्यार्थीले डिजिटल तराजुमा जोखेर पहाडी भेगबाट सुन्तला किनेर तराईमा ल्याई बेच्दा फाइदा हुने युक्ति बताए। उनको त्यो पुष्टि हामीले वैज्ञानिक तथ्यका आधारमा सही रहेछ वा रहेनछ भनेर पुष्टि गर्नुपर्ने, सही रहे नरहेको पुष्टि गर्नुपर्ने छ। अब तपाईले के कुरा बुझ्नु होला भनेपछि एकजना विद्यार्थीले डिजिटल तराजुमा जोखेर पहाडी भेगबाट सुन्तला किनेर तराईमा ल्याएर बेचे। अर्थात् बेच्दा
फाइदा हुन्छ अर्थात् बेच्दा फाइदा हुने युक्ति बताए भने त्यो सही छ कि छैन वैज्ञानिक तथ्यका आधारमा हामीले पुष्टि गर्नुपर्नेछ। उत्तर डिजिटल तराजुको प्रयोग पिण्ड नाप्न गरिन्छ, तर वस्तुको पिण्ड संसारको जुनसुकै किनारामा पनि स्थिर वा समान हुन्छ। त्यसकारण पहाडी भेगबाट सुन्तला किनेर तराईमा ल्याई बेच्दा सुन्तलाको पिण्ड समान हुँदा फाइदा हुँदैन। तसर्थ डिजिटल तराजुमा जोखेर पहाडी भेगबाट सुन्तला किनेर तराई ल्याई बेच्दा फाइदा हुने कुरो वैज्ञानिक तथ्यका आधारमा सही छैन। प्रश्न नम्बर फमा भनेको छ प्यारासुट प्रयोग गरी हवाईजहाजबाट पृथ्वीमा हाम फाल्दा सुरक्षित अवतरण कसरी सम्भव हुन्छ? के चन्द्रमाको सतहमा पनि प्यारासुटबाट सुरक्षित अवतरण गर्न सकिन्छ? अर्थात् सम्भव छ, कारण सहित लेख्नुहोस् भनेको छ। उत्तर मानिसले प्यारासुट प्रयोग गरी हवाईजहाजबाट पृथ्वीमा हाम फाल्दा हावाको अवरोधको कारणले प्यारासुट खुल्दछ र यसको भित्री सतहको तल्लो क्षेत्रमा हावाको अवरोध अर्थात् ऊर्ध्वचाप, ठुलो क्षेत्रमा हावाको अवरोध अर्थात् ऊर्ध्वचाप बढी लाग्ने भएकाले यसको गति कम भई बिस्तारै जमिनतिर खस्दछ। त्यसैले कुनै चोटपटक नलागी सुरक्षित अवतरण गर्न सकिन्छ। तर चन्द्रमाको सतहमा वायुमण्डल नभएको हुँदा प्यारासुटबाट चन्द्रमाको सतहबाट हाम फाल्दा यो गुरुत्व प्रवेगको मान बराबर नै चन्द्रमामा खस्दछ, तर हामीलाई चोटपटक लाग्ने सम्भावना बढी हुन्छ। तसर्थ चन्द्रमाको सतहमा प्यारासुटबाट सुरक्षित अवतरण गर्न सम्भव छैन, अर्थात् हुँदैन। प्रश्न नम्बर ब जुन अन्तिम प्रश्न रहेको छ यसमा पनि हामीले गणितीय रूपमा अर्थात् यस्तै खालको कुरा लेख्नुपर्ने छ। प्रश्न नम्बर बमा भनेको छ पृथ्वीमा गुड्दै गरेका वस्तुमा उत्पन्न हुने प्रवेग उक्त वस्तुको पिण्डसँग व्युत्क्रमानुपातिक हुन्छ र पृथ्वीको सतहतिर खसिरहेको वस्तुका लागि भने उत्पन्न प्रवेग उक्त वस्तुको पिण्डमा निर्भर हुँदैन किन भनेर सोधेको छ। पृथ्वीमा गुड्दै गरेको वस्तुमा उत्पन्न हुने प्रवेग उक्त वस्तुको पिण्डसँग व्युत्क्रमानुपातिक हुन्छ, तर पृथ्वीको सतहतिर खसिरहेको वस्तुका लागि भने उक्त प्रवेग के हुन्छ त वस्तुको पिण्डमा निर्भर हुँदैन किन भनेर सोधेको छ। उत्तर यसमा पनि हामीले यही समीकरण अनुसार गर्नेछौँ। अगाडि गरेको तरिकाले भएकाले म यहाँ धेरै बुझाउँदिनँ। मानौ कुनै गरुङको आकाशीय वस्तु पृथ्वीको पिण्ड क्यापिटल एम र अर्धव्यास आर छ। उक्त आकाशीय वस्तुको सतहमा कुनै वस्तु जसको पिण्ड स्मल एम छ भने अब ती दुई वस्तु बीचको गुरुत्वाकर्षण बल एफ बराबर जी एम अपन आर स्क्वायर अघि गरेको थिएँ है मैले, तपाईँले बुझ्नुभयो होला पक्कै पनि। एफ बराबर जी क्यापिटल एम स्मल एम अपन आर स्क्वायर समीकरण 1, आर बराबर डी तपाईँलाई थाहा छ। त्यसपछि कुनै पनि आकाशीय वस्तुले अर्को वस्तुले आफूतिर तान्न लगाएको बल वस्तुको तौलसँग बराबर हुन्छ, त्यही एफ बराबर डब्लु भयो। एफ बराबर एमजी समीकरण 2 भयो। यो समीकरण 1, यो समीकरण 2। समी 1 मा एफको मान समी 2 बाट राख्दा अघिको कुरा हो, यो एफको मान छ नि एमजी, यो एमा राख्यौँ हामीले। एमजी बराबर जी एम अपन आर स्क्वायर, एम के भयो क्यान्सल भयो। जी बराबर जी एम अपन आर स्क्वायर। अब यस अनुसार के लेख्छौँ भने हामीले जी यहाँ अर्थात् जहाँ जी र एम स्थिर हुन्छ जी डाइरेक्टली प्रोपोर्सनल टु 1 अपन आर स्क्वायर भयो। समीकरण 3 अनुसार जी बराबर जी एम अपन आर स्क्वायर हुन्छ जहाँ खसिरहेको वस्तुको पिण्ड एम छैन। तसर्थ पृथ्वीमा गुड्दै गरेको वस्तुमा उत्पन्न हुने प्रवेग उक्त वस्तुको पिण्डसँग व्युत्क्रमानुपातिक हुन्छ, तर पृथ्वीको सतहतिर खसिरहेको वस्तुको लागि भने उत्पन्न हुने प्रवेग उक्त वस्तुको पिण्डमा निर्भर हुँदैन। यससँगै हामीले नयाँ पाठ्यक्रम 2080 अनुसार कक्षा 10 को विज्ञान तथा प्रविधि विषयको 21/7 मा रहेको चाल र बल मोसन एन्ड फोर्स पाठ अन्तर्गत रहेको अभ्यासलाई सल्भ गरेका छौँ। प्रश्न नम्बर 4 मा धेरै प्रश्नहरू थिए, तपाईले पक्कै पनि बुझ्नुभयो होला। सबैको उत्तर आजको क्लासको भिडियोमा तपाईलाई मैले दिएको छु। तपाईलाई केही पनि कुरामा कन्फ्युजन अर्थात् तपाईले नबुझेको कुरा छ भने कमेन्ट गरेर सोध्नु होला। भिडियोलाई लाइक गर्न नबिर्सिनु होला। यो पाठ बनाउन धेरै नै मेहनत परेको छ। यो मेहनतको लागि लाइक गर्न नबिर्सिनु होला। च्यानललाई सब्स्क्राइब गर्नु होला। तपाईको दिन शुभ रहोस्। धन्यवाद। नमस्कार।